तपाईँहरूलाई स्वागत छ पुनः पनि प्रवाह पोइट्रीमा र आजको यो बसाइमा पनि म यहाँहरूलाई केही मुक्तकहरू सुनाउन गइरहेको छु। कृपया यो भिडियो अन्तिमसम्म सुनिदिनु होला है त। मलाई तिम्रो धोका उपहार भएको छ, दुःखमा पनि सम्झन्छु उपकार भएको छ। यो कस्तो गुण लगाएर गयौ तिमीले, यो कस्तो गुण लगाएर गयौ तिमीले, आफैलाई बिर्सन सक्ने सपना पनि साकार भएको छ। मलाई तिम्रो धोका उपहार भएको छ। दोस्रो मुक्तक। जीवन मेरो हाँगाबाट छुटेको पात जस्तो, जीवन मेरो हाँगाबाट छुटेको पात जस्तो, आँखा अक्सर रसाउँछन् बर्सात जस्तो, चोट तिरस्कार दुःख बाहेक केही छैन, चोट तिरस्कार दुःख बाहेक केही छैन। जिन्दगी लाग्छ अचेल यो कालो रात जस्तो, जीवन मेरो हाँगाबाट छुटेको पात जस्तो, आँखा अक्सर रसाउँछन् बर्सात जस्तो। तेस्रो मुक्तक। त्यो डाहा सकियो खुसीको चाह सकियो, त्यो डाहा सकियो खुसीको चाह सकियो, तिमी टाढा भयो जीवनको आहा सकियो। टुक्रिएको मुटु यादहरूको धागोले बाँधेर हिँड्छु, टुक्रिएको मुटु यादहरूको धागोले बाँधेर हिँड्छु। अझै पत्तो पाइन प्रिया, अझै पत्तो पाइन प्रिया, मेरो प्यार कहाँ सकियो, त्यो डाहा सकियो खुसीको चाह सकियो, तिमी टाढा भयो जीवनको आहा सकियो। अन्तिम मुक्तक। तिमीले मलाई गरे झै घृणा तिमीलाई गर्न सक्दिन, तिमीले मलाई गरे झै घृणा तिमीलाई गर्न सक्दिन, अर्कैको भयो अब फर्केर आए स्वीकार्न सक्दिन। म माथि परिवारको ठुलो आश छ प्रिय धोकेबाज, म माथि परिवारको ठुलो आश छ प्रिय धोकेबाज, मर्छ नसोच्नु तिम्रो धोकाका खातिर मर्न सक्दिन, तिमीले मलाई गरे झै घृणा तिमीलाई गर्न सक्दिन। हृदयत आभार हार्दिक नमन व्यक्त गर्न चाहन्छु। यहाँहरूले यी मुक्तकहरू सुनिदिनु भयो। अर्को बसाइमा तपाईँको अनि मेरो भेट पक्कै हुनेछ। आजको बसाइबाट म बिदा हुन्छु। हवस् त, नमस्ते, जय नेपाल, जय नेपाली साहित्य। सुन्दै गर्नुहोला प्रवाह पोइट्री। धन्यवाद।